हेलो साथीहरू, हजुर सबैजनालाई वेलकम छ भन्न चाहन्छु म युट्युब च्यानलमा हैन। आज चाहिँ सानो ब्लग लिएर आएको छु जङ्गलतिरको हैन। जङ्गलमा साग रहेछ कि अनि साग टिप्दै हुनुहुन्छ दिदीहरूले चाहिँ हैन। अनि साग टिप्दै हुनुहुन्छ, जङ्गल यस्तो राम्रो रहेछ भनेर मैले देखाइरहेको छु। अनि यता हेर्नुहोस् यस्तो राम्रो छ पनि भनिरहेको छु। अनि त्यहाँ चाहिँ सिस्नु पनि थियो अनि मैले चाहिँ सिस्तो पनि रहेछ भनेको दिदीहरूले साग टिप्दै चाहिँ दिदीहरू यसरी टिप्दै हुनुहुन्छ हैन। हामी चाहिँ जे होस् हामी चाहिँ विदेश छैनमै भन्ने चाहिँ अनुभव छ हैन। गुरै छ यहाँ उते भिडियोमा चाहिँ भन्दै यी सागहरू हो है गाइजहरू 1 लाख पर्छ अरे हैन यसलाई चाहिँ हैन। अनि 1 लाख पर्छ भन्दै खान्छन्। हामी चाहिँ यस्तो जङ्गलमा छौँ। हामीलाई दिदी यहाँ चाहिँ ऐसेली छ, यहाँ चाहिँ हामी पछि ऐसेली के रे यो ऐसेली खाने हो त। अब सर्पल तोक्ला नजानु त्यस्तोमा त लैन त उता जाउँ। आधी घन्टा छ हाम्रो गाडी चाहिँ हैन। गाडी आउन अनि यसो हामी चाहिँ यसो झिलो त छैन कि यहाँ त। ए फल यो बयर खाने भए चाहिँ आउनु है। बयर टन्ने बयर खानु भए चाहिँ आउनु है। कति खानु त छैन के यता बयर खानु। यो चाहिँ एकदम अमला जस्तै मिठो हुन्छ गाई अमला जस्तै सेम मेटाइदिन्छ ल खानु। यो चाहिँ ठ्याक्कै अमला हो। खानु खानु यता खाँदै खाउनुहोस्। हाम्रो चाहिँ हैन गाडी आउन चाहिँ आधी घन्टा छ। अनि हामी चाहिँ यहाँ जङ्गल रहेछ कि हैन। अनि जङ्गलमा चाहिँ हामी पसेको। यस्तो राम्रो जङ्गल फाइनली गाइजहरू हामी चाहिँ गाउँमा छौँ हैन। हामी चाहिँ ढोरपातनको गाउँमा छौँ। हजुर आमा फुल हजुर ऊ त्यो मह छ आमा। ओ हामीलाई त जाली लगाइदिएको अस्ति सुत्दै यता हेर्नुहोस् त यहाँ मह बनाइरहेको छ। अस्ति सर्वेन यता आएको थियो त आलु हाल्ने खाने ब्यागमा राम्रो नि छ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा। ऐसेले भेटेर गाइसहरू सर्प खै ऐसेलु फर्स्ट टाइम क्या जिन्दगीमा पहिलोचोटि कति धेरै कति राम्रो भगवान। सर्पको त उता हैन नि है हैन लाउ हो के हो यो ऐसे 44 मा आउँछ यता सुन्नु त 844 मा आउँछ 27 भए आउँछ अब गाडी 10 मिनेट आइ गोचु गाइजहरू ऐसेले खानु आउने ऐसेले खानलाई यो जङ्गल आकाश गाई हामी चाहिँ जङ्गल घुम्न आएको छौँ। जुरगुटिया चाहिँ अमिलो खाचाहरू लगाएर म नमरेर को मर्छ भगवान। मलाई सामान त म उठेर फङ्गालेर जान्छु। हुन परेन फङ्गालेर जान्छु। यहाँ हेर्नुहोस् कति धेरै खानुहोस् त मर्ने हो कि मर्दैन है भुइँसिलो हामी चिनेका छैन मेरो खानु म लाग्छ जङ्गल भुइँसिलो हैन। यहाँ ऐसेले खानु आउनुहोस् है छ त यहाँ कति धेरै आउनुहोस्। ऐसेले टिप्दै हुनुहुन्छ फाइनली हामीले यति टिप्यौँ। यो ऐसेले होइन यो खै यो के हो यस्तो भुइँ ऐसेले भन्नुहुन्छ फेरि मैले पनि देखेँ। ओ दिदी तपाईँको गाउँमा हुन्छ के ल जाऊँ ल खै कति टिप्नु भयो देखाउनुहोस् त। खाएर देखाइदिनुहोस् हजुर मिठो छ। यसरी पुसेर मिठो छ
स्वाद छैन 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 तर गुलियो यो सुगर फ्री हुने रहेछ न रस चाहिँ बेसरी छ भरपुर मात्रामा छ रस सुगर फ्री हुने रहेछ सुगर फ्रीले खाए पनि हुन्छ होला जस्तो मेरो अनुसन्धानले पत्ता उता हेर्नुहोस् त